नमस्कार अनि जय गोर्खा सबैलाई। आज फेरि धेरै दिनको अन्तरालमा म हजुरहरू समक्ष एउटा भिडियो मार्फत आएको छु र अब मुख्यतः सबैजनालाई एउटा चासोको विषय अनि जिज्ञासाको विषय है, जिटिएमा भएको अवैध शिक्षक नियुक्तिको अहिले जुन चाहिँ यो मामला छ है, यो कलकत्ता हाइकोर्टको प्रिन्सिपल बेन्चमा चलिरहेको छ र तपाईको सेन्ट्रल एजेन्सीले 25 अप्रिल 2024 को दिन प्रिलिमिनरी इन्भेस्टिगेसनको रिपोर्ट सबमिट गरिसकेका छन् भने न्यायाधीशले त्यसलाई सिल्ड इन्भेलपमा रिसिभ गरेर त्यसलाई कोर्टको कस्टडीमा राखेका छन् र माननीय न्यायाधीशले भन्नुभएको छ कि त्यो तपाईको रिपोर्टमा सिरियस एलिगेसन्स छ भनेर है। हुन त त्यति बेला त्यसताक 9 अप्रिल 2024 को दिन त माननीय उच्च न्यायालयको न्यायाधीशले प्रारम्भिक जाँचको निम्ति लागि मात्रै तपाईको सिबिआईको इन्क्वायरी दिएको थियो, तर राज्य सरकारको यो होम एन्ड हिल अफेयर्स डिपार्टमेन्टले यसलाई उनीहरू एकदमै अत्तालिएर यसलाई एसएलपी फाइल गरेर सुप्रिम कोर्ट गएका थिए र तर पनि तथापि तपाईको केन्द्रीय जाँच एजेन्सीले प्रारम्भिक जाँचको रिपोर्ट न्यायालयमा बुझाइसकेका थिए र बादमा गएर तपाईको स्टेट गभर्मेन्टको होम एन्ड हिल अफेयर्स डिपार्टमेन्टले के भन्यो भन्दाखेरि एसएलपीमा कि यहाँनिर माननीय न्यायाधीशले चाहिँ पेटिसनर्सहरूलाई पार्टिसन गरेर यो अर्डरहरू निकालेको छ हैन। अन्त यहाँनिर तपाईको स्टेट एजेन्सीलाई प्रथमत उसले जाँचको आदेश नदिकन सिधै सिबिआईलाई लगायो भन्ने कुरा उनीहरूको टेक रहेको थियो। यसै आधारमै तपाईको सर्वोच्च न्यायालयले पनि फिलहालको लागि चाहिँ सिबिआई इन्क्वायरी गर्नुभन्दा अगाडि चाहिँ स्टेट एजेन्सीलाई नै ह्यान्डओभर गर्नु र इफ त्यसमा तपाईको उच्च न्यायालयको न्यायाधीश यदि त्यसमा सेटिस्फाई भएन भने चाहिँ तपाईको फ्री ह्यान्ड दिनुभएको छ कि त्यति बेला चाहिँ एट द्याट टाइम कलकत्ता उच्च न्यायालयको न्यायाधीशले चाहिँ तपाईको केन्द्रीय जाँच एजेन्सीको लगाउन सक्छ भनेर। र फिलहाल तर हाम्रो पूर्ण रूपमा केन्द्रीय जाँच एजेन्सीको द्वारा नै यसको अनुसन्धान हुनुपर्छ भनेर हाम्रो हामीले एफिडेभिटमा पनि यसलाई लिखित रूपमा हामीले प्रेयर चढाएको छौँ। किनभने जिटिएमा भएको भ्रष्टाचार तपाईको यस्तो डरलाग्दो हो हैन। तपाईको पश्चिम बङ्गाल राज्यमा भएको जुन चाहिँ 25,753 जनाको भर्ती 22 अप्रिल 2024 को दिन माननीय कलकत्ताको उच्च न्यायालयको डिभिजन बेन्चले पूर्ण रूपमा यसलाई नल एन्ड भोइड एन्ड क्यान्सल्ड गरेको थियो हैन। र स्यालेरी विथ इन्ट्रेस्ट 12% भनेर तपाईको फर्काउनु पनि लगाएको थियो विदिन 4 विक्स। तर उनीहरूले यो सुप्रिम कोर्टमा यस मामलालाई च्यालेन्ज गरेर त्यहाँ पनि तपाईको आर्गुमेन्टहरू भइसकेको छ र त्यसको रिजर्भ अर्डर रहेको छ र कुनै पनि समय माननीय सुप्रिम कोर्टले यसको आदेश सुनाउन सक्छ। र म किन यो कुरा भन्दैछु भन्दाखेरि हेर्नुहोस्, धेरैजना मानिसहरू अत्तालिँदैछन् हैन, किन ढिलो न्याय ढिलो हैन हुँदैछ भनेर। तर एटलिस्ट हेर्नुहोस्, हामीले कोसिस गरिरहेका छौँ। हामी को हो र? हामी एउटा साधारण एउटा युवाहरू हो, न हाम्रो त्यस्तो डरलाग्दो पोलिटिकल ब्याकग्राउन्ड छ, न हाम्रो कुनै फाइनेन्सियल ब्याकग्राउन्ड छ। तर पनि हामी एउटा सचेत अब एउटा भिक्टिमाइज्ड युवाको हैसियतले यो मात्र होइन कि हामी भिक्टिमाइज भयो भनेर मात्र होइन, हामी हजारौँ अब युवाहरू छ डिएलएड र बिएड गरेर बस्नेहरू होइन, जो चाहिँ भिक्टिमाइज भएर आजको दिनमा बाहिरतिर गएर टिचिङहरू गर्नु परिरहेको छ, कोही बाहिर देशतिर गएर अब पलायन भएर काम गर्नु परिरहेको छ। यो एउटा हाम्रो यहाँको युवाहरू त एउटा समाजको मेरुदण्ड मानिन्छ। युवाहरूलाई यस्तो भिक्टिमाइज गरेको छ, यो त हो होइन। तर यसलाई हामीले सेकेन्डरीमा लिएर पनि मैले बार भन्ने गर्छु, प्रथमतः हाम्रो चाहिँ यसको यो केस गर्नुको मूल उद्देश्य चाहिँ के हो भन्दाखेरि भ्रष्टाचार चाहिँ अब तपाईको जिटिएमा चाहिँ यो शिक्षक नियुक्ति भ्रष्टाचार चाहिँ तपाईको नट ओन्ली 100% तर 1000% हो। यो यस्तो डरलाग्दो घिनलाग्दो होइन यहाँनिर यो शिक्षक नियुक्तिमा भएको छ। अन्त म भन्न चाहन्छु, हेर्नुहोस्, त्यो जुन चाहिँ 25,753 को थियो कलकत्ताको अब त्यहाँको जो भिक्टिमाइज्ड युथ्सहरू छ होइन, जो डिप्राइभ भयो, उनीहरूले 6 वर्ष 7 वर्ष लडेर बादमा गएर उनीहरूले आफ्नो केस यो फते गरे होइन। हाम्रो त के छ, हामीले 2019 मा केस फाइल गरेको थियो, त्यो पनि प्राइमेरी 121 को बाट होइन। अन्त यो पनि हिजोअस्ति भर्खर तपाईको भ्यालेन्टाइन डेकै दिन होइन, फेक डेटकै दिन 14 फेब्रुअरी 2024 कै दिन हामीले फेरि यसलाई स्टार्ट गरेको छौँ होइन। यसलाई हामीले होल्डमा राखेको थियौँ, कारण किन भन्दाखेरि हजुरहरूलाई थाहै छ, मैले भनेको थिएँ अगाडि होइन। 20 मा गएर जब हाई स्कुलकोहरूले चाहिँ रेगुलराइजेसनको लागि प्रेयर गर्यो, हामीले त्यसमा इन्टरभेन्सन गऱ्यौँ होइन। त्यसताक पनि अब हामीले
मैले धेरै अब यो बिएड गरेर बस्ने युथहरू खोजेँ, कोही नपाउँदाखेरि मैले मेरो लयरलाई रिक्वेस्ट गरेर होइन जिटिएबाट बिएड गर्ने कोही पनि युथहरू निक्लिन मानेन होइन। मैले मेरो फेसबुक मार्फत मैले धेरैजना चिनाजनाहरूको मार्फत होइन मेरो आफ्नो सर्कलबाट मैले ट्राई गरेँ होइन, तर कोही पनि ननिक्लिँदाखेरि मैले मेरो लयरलाई रिक्वेस्ट गरेर कोही पनि एकजना क्यान्डिडेट्स तपाईँहरूले गरिदिनुहोस्, तपाईँहरूको यत्रो हजारौँ युथ्सहरूले केस लडिरहेको छ होइन, 25,753 भयो प्राइमेरीको केसहरू, कोही न कोही त तपाईँहरूकोबाट होला नि भनेर मैले राति मेरो लयरलाई फोन गरेर एकजना क्यान्डिडेट निकालिदिनु भयो, जसुमुद्दिन मण्डल होइन। जसुमुद्दिन मण्डललाई गराएर तपाईँको इन्टरभेन्सन गर्दाखेरि त्यो केस भोलिन्टियर टिचर्सहरूले होइन जुन चाहिँ रेगुलराइजेसन गरेको थियो र त्यो केसलाई हामीले च्यालेन्ज गऱ्यौँ, किनभने रेगुलराइजेसनको प्रोसेस आजको दिनमा सुप्रिम कोर्टको भर्डिक्टहरू छ होइन, त्यहाँनिर रुलिङहरू छ, तपाईँको एनसिटीको नर्म्स छ होइन, टिचर रिक्रुटमेन्ट रुलहरू छ, गाइडलाइन्सहरू छ, स्कुल सर्भिस कमिसन छ होइन, त्यहाँनिर सुप्रिम कोर्टको रुलिङ्समा छ तपाईँको कि यहाँनिर हेन्सफोर्थ यो जुन चाहिँ आइन्दादेखि तपाईँको रेगुलराइजेसन र एब्जर्प्सन चाहिँ हुँदैन भनेर तपाईँको सुप्रिम कोर्टको अर्डर कपी छ, मैले कतिपल्ट मिडियामा देखाएको, धेरैवटा यस्तो हाम्रो डकुमेन्टेड अब एउटा प्रुफहरू छ होइन कि रेगुलराइज चाहिँ हुँदैन भनेर। यो अब अल ओभर इन्डिया यो रुल्स चल्छ, तर जिटिएमा चाहिँ तपाईँको यो जुन चाहिँ अगणतान्त्रिक रूपमा यो क्रिमिनलहरूले जस्तो यहाँनिर जुन प्रकारको यहाँनिर क्रिमिनल्सहरूले अब अवैध शिक्षक नियुक्ति गर्यो, भाइ भतिजावाद गरेर परिवारवाद गरेर यस्तो गरेको छ होइन। र यसरी नै यो नट ओन्ली यो 17जनाले गरेको रेगुलराइजेसनको प्रेयर खारेज होइन, आज अगाडि भएको यो 313 माथि पनि सिबिआई इन्क्वायरी हुनुपर्छ भन्दाखेरि उनीहरूले विथड्र गर्नु कर लाग्यो होइन। तपाईँहरूलाई थाहै छ त्यहाँनिर त्यति बेला यो जुन चाहिँ भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको जुन युथको लिडर छ है अमृत योन्जनले त्यति बेला भाषणमा खुल्ला प्रकारले धम्काएको थियो भने त्यसलाई मैले एफआइआर गरेर हाइकोर्टमा पनि पेस गरेँ है यही जसुमुद्दिनकै केसमा। त्यहाँदेखि अन्त बादमा गएर जब त्यो विथड्र गर्दाखेरि फेरि अब त्यो केसलाई हामीले रिफाइल गऱ्यो, फ्रेस फाइलिङ गरेर हामीले यहाँनिर कतिजना हुन्छ हामीले धेरैजना क्यान्डिडेट्सहरू त्यति बेला जुटाउन सफल भयो र हामीले त्यो पेटिसनर्सहरू जति मैले बादमा फ्रेस यो रिट पेटिसनको लागि जतिजना भेला गरेँ यिनीहरूको प्रोटेक्सनको लागि, सेफ्टी एन्ड सेक्युरिटीको लागि होइन, उनीहरूको लागि त मैले त फेरि मेरो लयरलाई रिक्वेस्ट गरेर त्यसको टपमा चाहिँ तपाईँको जसुमुद्दिन मण्डललाई चाहिँ अगाडि राखेर हामीले यो मुद्दा लड्यौँ होइन। किनभने जिटिएमा तपाईँको अब धेरैवटा अब घटनाक्रमहरू घटेको छ, धेरैजना मानिसहरू विशेष गरेर मसँग चिन्तित पनि छन् होइन, तर हामीले यो केस अब जसरी भए पनि दुःख सुख लडिरहेका छौँ होइन। अन्त किनभने सत्यको लडाइँ हो यो होइन, एउटा सोसल कज हो जुन चाहिँले गर्दाखेरि चाहिँ हाम्रो अब भविष्य यो जुन चाहिँ समाजको मेरुदण्डै भाँचिन आँटेको छ भने हामीले त आफ्नो दिलो ज्यान लगाएर भए पनि होइन जसरी भए पनि हामीले त यो मुद्दा लड्नु नै पर्छ भनेर हामीले तन मन धन दिएर अब यो मुद्दा हामीले लडिरहेका छौँ होइन। अन्त यो एउटा प्रोग्रेसिभ मोडमा पनि छ अहिले तपाईँको स्टेट एजेन्सीले अनुसन्धान गरिरहेको छ होइन, कोर्टमा भन्दैछ उनीहरूले वी आर भिजिटिङ इच एन्ड एभ्री स्कुल्सहरू भनेर, तर उनीहरूले कस्तो टाइपको स्कुलहरू भिजिट गरेर के गर्दैछ, उनीहरूको यो फर्मेलिटी मात्रै हो कि उनीहरूले जेन्युन रूपले नै अब अनुसन्धान गरेको हो कि होइन। पहिला पनि जुन चाहिँ स्टेट गभर्मेन्टले एउटा कमिटी कन्स्टिट्युङ अफ यो 5 मेम्बर्स र 6 मेम्बर्स जसमा दार्जिलिङको डिएम पनि थियो, त्यो उनीहरूको त्यो जुन चाहिँ कमिटीको रेजोल्युसनमा थियो कि उनीहरूले चाहिँ जो भिक्टिम क्यान्डिडेट्सहरू छ, अर्गनाइजेसन्स छ होइन, उनीहरूसँग पनि यो बातमा नै भनेको थियो, तर खै हामीलाई कतैबाट पनि त्यो विषयमा यो के हो भनेर आएन होइन। अन्त हामी यो बुझ्दैछौँ कि एडमिनिस्ट्रेसन पनि उनीहरूले चाहिँ यो भ्रष्टाचारलाई चाहिँ कसरी हुन्छ ढाकछोप गर्ने पक्षमा छन् होइन। अब हेर्दै जाउँ हामी देख्दैछौँ राज्य सरकारको यो स्टेट एजेन्सीले तपाईँको रिपोर्ट्सहरू 3-4वटा त बुझाइसकेका छन्, हामीले सुन्दैछौँ अब धेरैवटा स्कुलहरूमा भिजिट पनि गर्यो भनेर। तर म भन्छु त्यस्तो प्रकारको भिजिट चाहिँ मेन चाहिँ अब कस्तो भन्दाखेरि म एउटा एज अ पेटिसनर होइन म यो भन्न चाहन्छु कि फर्स्ट अफ अल यहाँनिर जो त्यति बेला डिपार्टमेन्टको हेड्सहरू थियो है, यो एक्जिक्युटिभ डाइरेक्टर मनोमेन्द्र मोदक भयो, त्यति बेलाको डिआई डिस्ट्रिक्ट इन्सपेक्टर यो डुअल चार्ज थियो कालिम्पोङ र दार्जिलिङको यो प्रण गोविन्द सरकार होइन, त्यहाँबाट जति पनि यो एनोनिमस लेटरमा यो आएको छ त्रिनाङ्कुर भट्टाचार्य, बुबाई बोस, देवलिन दास, त्रिनाङ्कुर भट्टाचार्य होइन, प्रान्तिक चक्रवर्ती, यो जतिजना पनि छ यिनीहरूलाई चाहिँ कस्टडीमा लिएर यिनीहरूलाई इन्टरोगेसन गर्नुपर्छ। यिनीहरूको जति पनि अब यो विषयमा संलग्न व्यक्ति यिनीहरूसँग जोडिएका मान्छेहरू अझै एन्ड अदर्समा चाहिँ थप्दै लग्यो भने चाहिँ तपाईँको धेरैजना
मान्छेहरू पर्छ। जिटिएमा धेरैजना छ, खै त आजको दिनमा जुन चाहिँ त्यो भेरिफिकेसन कमिटीको जो प्रेसिडेन्ट मिलन तामाङ, जो चाहिँ यही इडी यो मनोवेन्द्र मोदक हो, यिनीहरू डिपार्टमेन्टको मान्छेहरू हो, जसले त बदमासी गरिरहेको छ, आज खुलेआम घुमिरहेको छ होइन। यिनीहरूलाई त कस्टडीमा हालेर चाहिँ आजको दिनमा सोधखोज गर्नुपर्ने हो। अब यो पनि कामहरू भएको छैन। त्यसै कारणले हाम्रो जोड चाहिँ के छ भन्दाखेरि यसलाई चाहिँ अब यो 100% मान्छेहरूलाई थाहा भइसकेको छ होइन। हामीले पनि यसको अब लगभग एउटा हाम्रो प्रेयर नै त्यही हो कि यो नियुक्तिहरू सबै खारिज हुनुपर्छ भनेर। र अब मलाई लाग्दछ यसको चाहिँ जुन चाहिँ हाम्रो यो प्रेयर छ यो फुलफिल हुन्छ होइन, यही प्रोसेसमै छ। तर मैले त भनेको के भन्दाखेरि चाहिँ यिनीहरू टर्मिनेट मात्रै भएर चाहिँ हामीले त न्याय पाउँदैनौँ। जो संलग्न रेस्पोन्सिबल पर्सन्स, इन्डिभिजुअल्स र यो गभर्मेन्ट अफिसर्स र यो पोलिटिकल रिप्रेजेन्टेटिभहरू छ होइन, यो क्रिमिनल्सहरूलाई चाहिँ सजाय चाहिँ दिलाएको हुनुपर्छ। जसरी पार्थ च्याटर्जीलाई आजको दिनमा उयसमै तपाईँको जेलमै अहिले सडाइराखेको छ होइन। उसको लयरले उसलाई भन्दैछ कोहीसँग नै नभेट्ने, बरु एउटा 4 दिवार होस् तर उसको इन्डिपेन्डेन्टली भए पनि उसलाई चाहिँ बेल दिनुपर्छ भन्ने कुरा सुप्रिम कोर्टमा लास्टमा रुई कराई गरेर गुहार लगाउँदाखेरि बेल पाएन। यस्तो टाइपको सिचुएसनहरू हुनुपर्छ। हामी पनि यिनीहरूलाई जेल लाँदाखेरि त हामी चाहिँ जुत्ताको माला लाउन चाहन्छौँ होइन। जिटिएमा धेरै छ, खै त यो भेरिफिकेसन कमिटीको यहाँनिर जतिजना यो व्यक्तिहरू थियो होइन, यिनीहरूलाई इन्भेस्टिगेसन भएको खै खरसाङ सर्कलको भिन्दै होइन, दार्जिलिङको भिन्दै, केशवराज पोखरेल खुद अब ऊ क्यान्डिडेट, उही आफै भेरिफिकेसन कमिटीको मेम्बर होइन। विक्रम राई जो अमर सिंह राईको छोरा छ, यिनीहरू भेरिफिकेसन कमिटीको मेम्बरहरू थियो होइन। अन्त यिनीहरूले मन परि गरेर त्यति बेला यो प्राण गोविन्द सरकार होटेलहरू बस्थ्यो, रातोरात त्यहाँनिर क्यान्डिडेट्सहरूलाई, फिमेल क्यान्डिडेट्सहरूलाई पनि होटेलमा बोलाएर जुन प्रकारले यस्तो भेरिफिकेसन गरेको थियो होइन। यिनीहरूले सम्झिँदा होला समय बित्दै जान्छ बिर्सिन्छ भनेर, जति समय बित्छ उति आलो हुन्छ। यो कुराको हिसाब किताब चाहिँ हुनुपर्छ कुनै पनि हालतमा होइन। हामीले आज न्यायिक प्रक्रियामा विश्वास राखेर शान्तिपूर्ण ढङ्गमा तपाईँहरूले देख्छौँ, म अब कोर्ट मात्रै धाएको देखिरहेको छ होइन। तर एउटा के भन्दाखेरि चाहिँ हामीले न्याय पाउँछौँ, अवश्य पाउँछौँ, तर अब समय पनि लाग्दैछ, तपाईँहरूलाई थाहा छ। तर पनि हामीले यो प्रिन्सिपल बेन्चमा लगेको चाहिँ अब कलकत्ताको हाइकोर्टको प्रिन्सिपल बेन्चमा लगेको 1.5 वर्ष भयो। यसमा चाहिँ हामी अब धेरै खुसी छौँ, किनभने फास्ट ट्र्याकमा जस्तो चल्दैछ, महिनामा तपाईँको 2 पल्ट 3 पल्ट 4 पल्टसम्म हियरिङहरू हुँदैछ। जसले भन्दैछ कि आई डोन्ट वान्ट टु लुज दिस ट्र्याक। त्यसै कारणले गर्दाखेरि अस्ति पनि तपाईँको सिबिआईको हेड्सहरूलाई बोलाएर अब माननीय न्यायालयले यसबारे चाहिँ अब आदेशहरू दिनुभएको थियो। अहिले पनि तपाईँको जुन चाहिँ यहाँनिर सिआइडीको अब डिआइजीहरू छ होइन, विद्यानगर पुलिस स्टेसनमा जुन चाहिँ 7% एन्ड अदर्सको एगेन्स्टमा केसहरू भएको थियो, यसको अनुसाधन त ठिक प्रकारले हुनुपर्छ भन्ने कुरा डिमान्डहरू गर्दैछ होइन। हामी जहाँसम्म जान्छौँ, यो उच्च न्यायालय मात्र होइन, हामी सर्वोच्च न्यायालयमा पनि यो केस जाँदाखेरि हामी त्यहाँ पनि लड्छौँ। हामी त्यति बेला होइन, हामी सर्वोच्च न्यायालयमा पनि हामी लड्छौँ अवश्य पनि। अब पछि गएर राज्य सरकार त जान्छ होइन। यिनीहरूले यो जुन चाहिँ भ्रष्टाचार गरेर हालेको छ आफ्नो पार्टी जोगाउनुको लागि, आफ्नो पार्टी पर्सन्सहरू जोगाउनुको लागि, यिनीहरू त सुप्रिम कोर्ट जान्छ। हामी त मैले भन्दैछु हामी साधारण युवा हो होइन। हाम्रो अहिले जुन चाहिँ यो केसमा संलग्न 2टा अर्गनाइजेसन छ, गोर्खा अनएम्प्लोइड प्राइमेरी ट्रेन टिचर्स वेलफेयर अर्गनाइजेसन र प्रशिक्षित बेरोजगार युवा कल्याण सङ्गठन अर्थात् अनएम्प्लोइड युथ वेलफेयर अर्गनाइजेसन, 2टै रेजिस्टर्ड बडी हो हाम्रो। हामीले यसको माध्यमबाट नै हामीले यो मामला दर्ता गरेका छौँ होइन। जुन चाहिँ जलपाइगुडीमा 121 को केस पनि अब फिलहाल हामीले उता अब हाइकोर्टमा यो टुङ्गोमा पुगेपछि फेरि पनि अब त्यसमै 121लाई हामीले मेन्सन गरे तापनि फेरि यता जलपाइगुडीमा हामी फेरि सुरु गर्नेछौँ। र अर्को कुरा यहाँनिर ग्रुप सी र डीको मेन इम्पोर्टेन्ट यो कुरा सुन्नुहोस् तपाईँहरूले। ग्रुप सी र डीको तपाईँको 2024 को सेप्टेम्बर 25 तारिक 34 जना या 35 जना ग्रुप सी डीको नन टिचिङ स्टाफहरूलाई एपोइन्टमेन्ट बाँडेको थियो। त्यति बेला अनित थापाको हातबाट बाँडेर चाहिँ छेउमा मनोवेन्द्र मोदक जो त एउटा गभर्मेन्ट अफिसर्स हो, यो मान्छेले भन्दै थियो हम लोगों ने ये डिवीजन बेंच को ऑर्डर के माध्यम से आप लोगों को अपॉइंटमेंट किया है, कोई भी चैलेंज नहीं कर सकता भन्दै थियो। त्यो एउटा गभर्मेन्ट अफिसर मान्छे हो है। र जनवरीमा फेरि तपाईँको यो जनवरीमा 7 जनाको अपॉइंटमेंट लेटर्सहरू बाँड्यो होइन। हामीले यो सबै जति पनि छ ग्रुप सी ग्रुप डीमा जुन चाहिँ यिनीहरूले टेक्निकल म्यानिपुलेसन गरेर कोर्टको माध्यमबाट यिनीहरूले अर्डरहरू निकालेर, डिभिजन बेन्चको अर्डर भन्दै कोर्टको अर्डर भन्दै यिनीहरूले अपॉइन्टमेन्ट्सहरू बाँड्दैछ। अब यो परिस्थितिमा यस्तो डरलाग्दो इन्भेस्टिगेसन हुँदाखेरि चाहिँ यो त यिनीहरूले त आफ्नै खुट्टामा बन्चर हानेको। अब यसले गर्दाखेरि के हुन्छ भन्दाखेरि जति पनि प्रिभियसली जति पनि कोर्ट केस गरेर पाउने क्यान्डिडेट्सहरू छ, हेर्नुहोस् है, जिटिएले के भन्दैछ भन्दाखेरि हामी फस्यो भने 313 मात्रै होइन, पहिलादेखिको हामी लहरा तान्दा पहरा झार्छौँ भन्ने खालको यिनीहरूले गर्दैछ। यो तपाईँहरूले राम्रोसँगले बुझ्नुहोस् होइन। मैले बार बार भन्दैछु मेरो टार्गेट खाली हो 2019मा भएको, किनभने त्यो समयमा म भिक्टिमाइज भएको हो। 2019मा जुन चाहिँ 313, 59 होइन,
र यो 121 भएको थियो। त्यति बेलाको मेरो मेन टार्गेट हो होइन, मेरो यो टार्गेट यिनीहरूलाई त टर्मिनेट गर्नुपर्छ कुनै पनि हालतमा। तर यहाँ त के हुँदैछ भन्दाखेरि चाहिँ जिटिएमा चौकीदारी व्यक्तिहरूले यिनीहरूले चाहिँ तपाईँको लहरा तान्दा पहरा गरिदिन्छ होइन, हामी मात्र किन सबै निकाल्नुपर्छ भन्ने टाइपकोहरू गर्दैछ। अब उनीहरूले केस एफिडेभिटमा त्यो कुराहरू हाल्छ भने मलाई भन्नु केही पनि छैन होइन, जे हुन्छ देखाइजान्छ होइन, तिमीहरू हाल नहाल जेसुकै गर, म त यो केस त जहाँसम्म ठोकिन्छ म त्यहीँसम्म जाने हो होइन। अन्त म कहीँ पनि जानेवाला छुइनँ। तिमीहरूले सोच्दै होला कि अब सुदन पनि अलिकति पछि अब ऊ पनि आफ्नो पर्सनल लाइफमा इङ्गेज भएर यो केस छोड्छ, फ्यातुलो हुन्छ, समय बित्दै जान्छ, मलाई त केही छैन। जति समय लागोस्, जति वर्ष लागोस् होइन, म यो केस लड्नुको लागि म रेडी छु होइन। मेरो एज पनि डल्लै छ, म 60 वर्ष 70 वर्ष 80 वर्ष पुगेको मान्छे होइन, जो चाहिँ छिटै मरिहाल्छु होइन। अन्त यो कुरा म ओपन च्यालेन्ज गर्छु होइन। यहाँनिर अब अनुसन्धानहरू कस्तो प्रकारले हुँदैछ यहाँनिर खासमा हुनुपर्ने, मैले बार भन्दैछु त्यति बेलाको जुन चाहिँ लिडर्सहरू छ, मैले भेरिफिकेसनको त्यो जुन चाहिँ चिठीहरू छ मैले त्यो फेसबुकतिर अपलोड गरेको छु होइन। मैले धेरैवटा एभिडेन्सहरू तपाईँको कोर्टको माध्यमबाट पनि एफिडेभिटमा बुझाएको छु। यो कुराहरू चाहिँ अपरुट हुनुपर्छ, अनअर्थ हुनुपर्छ। यो चाहिँ जसै धरतीमा जति 1000 किलोमिटर फिट मुनि छ भने नि यो चाहिँ निक्लेको हुनुपर्छ। र यहाँनिर चाहिँ भोलिको दिनमा म यो जुन चाहिँ क्यान्डिडेट्सहरू छ 313, 121, 59, 439हरू जति छ यो यिनीहरूलाई चाहिँ म भन्न चाहन्छु होइन, भोलिको दिनमा तपाईँहरूले चाहिँ तपाईँहरूको नियुक्ति खारेज भयो भने जिम्मेवार व्यक्तिहरू चाहिँ पक्रिहाल्नुहोस्। कोलाई पैसा दिनुभएको थियो, कसकोमा डकुमेन्ट्स पुऱ्याउनु भएको थियो, कुन नेताहरूले तपाईँलाई कस्तो टाइपको सन्ताउनाहरू दिएको थियो होइन, यिनीहरूलाई चाहिँ छिटो पक्रेर तपाईँहरूले चाहिँ आफ्नो जिम्मेवारी चाहिँ खिचिहाल्नुहोस्। किनभने यहाँनिर तपाईँहरूको होइन भविष्य भड्कालोमा हाल्ने चाहिँ यही युवाहरू हो, यही गभर्मेन्ट अफिसर्सहरू हो, यही डिआईहरू हो, यही इडीहरू हो। यही यहाँनिर अब डिआई अफिसको यो जुन चाहिँ एउटा बुद्ध लेप्चा भन्ने छ, यो मान्छेले आफ्नो बुढीलाई पहिला आइसिडिएसमा हाल्यो, त्यहाँबाट पछाडि फेरि प्राइमेरी टिचरमा हाल्यो, फेरि ट्रान्सफर गर्यो कता। उसको छोरी जो नर्मित लेप्चा छ नेपाली गर्ल्सको बोर्डिङ स्कुलमा त्यहाँनिर अपइन्टमेन्ट हुँदाखेरि ऊ त्यति बेला बिएड थिएन होइन, अनट्रेन थियो। अब मिसनरी स्कुल्सहरूमा नि यस्तो टाइपको भइरहेको छ होइन। अब मैले यस विषयमा आरटिआई गरेको छु, मेरो आरटिआई 30 दिनमा रिप्लाई नदिँदाखेरि मैले हायर अपिलेट अथोरिटीलाई पनि मैले यसको अपिल गरेको छु होइन। हेर्दै जाउँ जति पनि एजुकेसनमा भएको छ अहिलेसम्म हामीले गरेको मामला 5वटा मामला चाहिँ हामीले थामिरहेको छौँ। एउटा प्राइमेरी 121 भयो, अप्पर प्राइमेरी 59 भयो, यो 313को यो चोर दैलो भयो, 2017मा झन्डा पक्रेर र पुत्ला जलाएर पाउने यो पुत्ले शिक्षक, यो 4टा केस भयो र अहिले ग्रुप सी ग्रुप डीको गरेर 5वटा केस छ। अब अझै म भन्छु अझै छ केस गर्नुपर्ने, डाइडी नानेस भिआरएस छ होइन, अर्को अझै छ तपाईँको यो मिसनरी स्कुल्सको छ, र अर्को मेन चाहिँ तपाईँको यो जुन चाहिँ जिटिएले या 28 या 29 जना यो टिआइसीहरूलाई जुन चाहिँ तपाईँको हेडमास्टरमा एचएम हेडमास्टर हेडमिस्ट्रेसमा यो प्रमोसन गरेको छ होइन। यो प्रमोसन गर्ने एउटा रुल्सहरू हुन्छ, एलिजिबिलिटी क्राइटेरिया हुन्छ, एसएससीले फ्रेम गरिदिएको छ। त्यो रुल्सलाई फलो नगरिकन चाहिँ यहाँनिर टिआइसी टु एचएम त हाँसउठ्दो प्रकारको क्या समाजले चिठी लेखेर चाहिँ यहाँनिर प्रमोसन गरेको जस्तो त्यो हास्यास्पद भइरहेको छ। हामी कोर्टमा त्यो कुराहरू उठाउँछौँ होइन। अन्त यो कुराहरू छ, हामीले गर्नुपर्ने कामहरू अझै धेरै छ होइन। अहिले 5वटा यो मामला चाहिँ चलिरहेको छ। म हजुरहरूलाई जानकारी गराउन चाहन्छौँ। हामी एउटा सानो सङ्गठन होइन, सानो यो न मैले भनिहालेँ न हाम्रोमा पोलिटिकल ब्याकिङ छ, न फाइनेन्सियल ब्याकिङ छ, न बुद्धिजीवीहरू हाम्रो पछाडि छ। हामीले त लड्छु भनेर हामीले हाम्रो कलकत्ता धाएर होइन, हामीले दुःख सुख हामीले केस लडिरहेको छौँ। अवश्य नै हामीले जित्छौँ यो भ्रष्टाचारको विरुद्ध जुन चाहिँ लडाइँ छ हामी अवश्य नै यसलाई पार गर्छौँ कुनै पनि हालतमा भन्दै म हजुरहरूलाई आज चाहिँ अब अलिकति यो अचानक अब दिएँ, किनभने मेरो फेसबुकमा लाइभ भिडियोहरू पनि सबै अहिले यो ब्यानहरू भइरहेको छ। धेरैवटा रिपोर्टिङ भएको कारणले गर्दाखेरि यो चोर दैलोहरूकै वाट्सएप ग्रुपहरू हुनसक्छ जसमा चाहिँ यिनीहरू 300जना 400जनाको ग्रुपमा एकतालमा यिनीहरूले रिपोर्टिङ गर्छ होला होइन। त्यही कारणले गर्दाखेरि अहिले मैले लाइभहरू पनि मेरो ब्यान भएर मैले केही अपडेट गर्नु पाएको थिइनँ र 2-4वटा कुराहरू त मैले लेखेर नै अपडेटहरू गर्दै थिएँ र आज भिडियोको मार्फतबाट गरेँ र हजुरहरू समक्ष चाँडै नै एउटा राम्रो भ्रष्टाचारको विरुद्धको लडाइँको यो जुन चाहिँ अपडेटहरू छ होइन, हामीले अवश्य नै जित्छौँ र अब राम्रो खबरहरू सुन्नु पाउँछ। पहाडको शिक्षा व्यवस्थाले न्याय पाउँछ। हाम्रो पहाडको शिक्षाको गरिमालाई राम्रोसँगले सुधारेर लानुपर्छ होइन। भ्रष्टाचार चारैपट्टि यहाँनिर आजको दिनमा स्कुलहरू यहाँनिर पोलिटिकल पार्टीहरूको टुडी खेल भइरहेको छ। यहाँनिर टिचरहरू शिक्षक कम नेतागिरी ज्यादा गर्नेहरूलाई चाहिँ अब चाँडै नै न्यायालयको माध्यमबाट चाहिँ हामीले घुचुकमा पक्रेर निकाल्नुपर्छ भन्दै म हजुरहरूलाई
आजको लागि यही नै यो मेरो जुन चाहिँ भिडियो छ यो अन्त गर्न चाहन्छु। धन्यवाद। जय गोर्खा, सत्यमेव जयते।